Hello everyone, this is Sheila and welcome back to my YouTube channel. हेर्न सक्नुहुनेछ म चाहिँ नेपथ्यको कन्सर्टमा जानलाई रेडी भइसकेको छु. I am so excited for this concert. यो चाहिँ मैले 2 महिना अगाडि नै टिकट काटेको थिएँ यो कन्सर्टको लागि. मलाई यो ब्यान्ड चाहिँ एकदमै मन पर्छ. फाइनली हामी चाहिँ यहाँ लोकेसनमा पुगिसकेका छौं. हेर्न सक्नुहुनेछ अनि यिनीहरू चाहिँ हुन् मेरो भाइ बहिनी र मेरो साथीहरू जुन चाहिँ अगाडि हिँडिरहेका छन्. हामी चाहिँ त्यहाँ 1 आवर अगाडि नै पुग्ने भनेर गएको है. यस्तो भिड थियो, सब हामीभन्दा अगाडि आइसकेको रहेछ. 7 बजेबाट सुरु हुने कन्सर्ट हामीलाई चाहिँ त्यही 1.5 आवर बाहिरै उभ्याएर भित्र चाहिँ 8 बजेतिर हामीलाई भित्र जान दियो. अनि त्यसपछि त्यहाँ पनि भित्र गइसकेपछि हाफ एन आवर जति डिले भयो. 8:30 बाट चाहिँ सो स्टार्ट भएको थियो. फाइनली हाम्रो अमृत गुरुङ चाहिँ स्टेजमा आइपुग्नु भएको थियो. अनि हेर्न सक्नुहुनेछ क्राउड, यस्तो मजाको क्राउड थियो. म नि यति चिच्चाए लाइफमा नै फर्स्ट टाइम मैले अमृत गुरुङलाई देखेको. लेट्स इन्जोय टुगेदर नेपथ्य सङ. मैले चाहिँ जति पनि भिडियोहरू लिएको थिएँ यो युट्युबमा राखेको छु. हजुरहरू सबैजनाले अन्तिमसम्म हेरेर इन्जोय गर्नुहोला. नेपाली गीत संगीतलाई माया गरेर आजको यस साँझमा यहाँ उपस्थित हुनुभएका समादरणीय दर्शकवृन्दमा नेपथ्यको न्यानो अभिवादन छ.
जीवनको भरखेरि छैन पैसा छँदै छैन जस्तो हुन साली चोखो कालले छोड्दैन गाइज कन्सर्ट भनेको त यस्तो हुनुपर्छ कि यस्तो क्राउड थियो यति धेरै मान्छे यति इन्जोय गर्यो हामीले यति नाच्यौँ यति गीत गायौँ है यति मन शान्त भएको छ कि आज लट्स अफ वर्क लट्स अफ स्ट्रेस होइन लास्टमा आएर यस्तो कन्सर्ट देख्दा त यस्तो मन खुसी भएको थियो थ्याङ्क यू सो मच सी यू नेक्स्ट टाइम नेपथ्य ब्यान्ड अनि अर्कोचोटि पनि आयो भने चाहिँ म फेरि पनि आउनेछु कन्सर्ट भ्याएर हामी चाहिँ घरतिर लाग्यौँ तर दिमागमा चाहिँ अझै एउटा स्ट्रेस छ कि भोलि बिहानै 5 बजे उठेर काममा जानुपर्छ भनेर थ्याङ्क यू एन्ड सी यू इन नेक्स्ट ब्लग